guys, welcome back to my YouTube channel. Welcome back to the Princess vlog once again. And आज फेरि मैले कति दिन बाद भिडियो बनाउँदैछु. Just to say that, just to thank you, because of you all I have received 1 subscriber in YouTube. तपाईँको साथ सपोर्टले गर्दाखेरि मैले भिडियोमा हाल्नु पाएको थिएन कति कुराहरूले गर्दाखेरि. अन्त दरे पनि तपाईँहरूको माया तपाईँहरूको साथ सपोर्टले गर्दाखेरि मैले 1K सब्सक्राइबर पुरा भएको छ. त्यसको लागि चाहिँ धेरै धेरै थ्याङ्क यू. अन्त अरू कुराहरू चाहिँ अब तपाईँहरूलाई अझै सेयर गर्नु छ. मैले चाहिँ किन भिडियो नहालेको भन्दाखेरि कतिको मनमा प्रश्न उठ्छ होला. कोही बेला मात्रै हाल्छु के बहाना देखाउँदै भिडियो बनाउँदैन, फेरि कति महिना बाद आउँछ भनेर तपाईँहरूले सोच्नुहुन्छ होला. मैले चाहिँ खासमा चाहिँ भिडियो किन बनाउनु छोडेको भन्दाखेरि चाहिँ कतिजनालाई त थाहा छ, कतिजनालाई थाहा छैन. थाहा नभएकोलाई चाहिँ जस्ट तपाईँहरूलाई थाहा छ म कलकत्तामा नर्सिङ गर्दै थिएँ. अन्त त्यसपछि अहिले फिलहाल चाहिँ म अरुणाचलमा छु. अरुणाचलमा किन फेरि भन्दाखेरि चाहिँ मैले चाहिँ लास्ट इयर अक्टोबरमा चाहिँ आई गट म्यारिड. अन्त मैले नर्सिङ कम्प्लिट गरेँ कि गरेन भनेर प्रश्न आउँछ होला. मैले नर्सिङ चाहिँ कम्प्लिट गरेको थिएन. मेरो 2nd इयर कोर्स चल्दै थियो नर्सिङको. मैले नर्सिङ कम्प्लिट गर्न सकिनँ. नसकेको होइन, मैले बिहा गरेँ. त्यसै कारणले अब कसरी कम्प्लिट गर्नु त होइन. अनि त्यही भएर चाहिँ मैले नर्सिङ कम्प्लिट गर्न सकिनँ. अन्त त्यही हो, मैले बिहा गरिसकेर पनि कति महिना बाद चाहिँ मैले एउटा भिडियो हालेको थिएँ कि युट्युबमा. जब कि म नेपालमा थिएँ. नेपालमा म 6 महिनासम्म चाहिँ बिहा गरेर चाहिँ मेरो हस्बेन्डको घर चाहिँ नेपाल हो. म 6 महिनासम्म बसेको थिएँ. अन्त करेज गेन गरेर चाहिँ मैले अब भिडियो बनाएको थिएँ युट्युबमा जस्ट टु इन्फर्म यु द्याट आई एम म्यारिड. तर पनि त्यो भिडियोमा चाहिँ त्यस्तो नेगेटिभ कमेन्टहरू त केही पनि आएन. तर पनि अब त्यो भिडियोले गर्दाखेरि चाहिँ मेरो गाउँतिर पनि नराम्रो इम्प्याक्ट परेछ कि मान्छेहरूलाई अब मेस. अन्त त्यही भएर चाहिँ मैले भिडियो नबनाएको. भिडियो त्यो मैले डिलिट गर्नु पऱ्यो युट्युबबाट पनि. अन्त त्यतिकै म बनाउँदिनँ अब त्यो भिडियो भनेर सोचिरहेको थिएँ. अब अर्को च्यानल खोल्छु भनेर मैले सोचिरहेको थिएँ. तर पनि अब तपाईँहरूको माया, तपाईँहरूको साथ सपोर्टले गर्दाखेरि चाहिँ म यहाँसम्म आउन सकेँ. फेरि पनि मैले अब भिडियो बनाउँछु. मेरो सब्सक्राइबर्सहरूले, तपाईँ सब्सक्राइबरहरू मेरो फ्यामिली नै हो के. अन्त कति दिन चाहिँ मैले मेरो लाइफ प्राइभेट राख्नु, कति दिन चाहिँ मेरो सब्सक्राइबरहरूलाई मैले बिहा गरेँ भनेर नभन्नु भनेर चाहिँ मैले भिडियो बनाएको जस्ट टु इन्फर्म यु. अन्त जस्ट टु थ्याङ्क यु फर द सब्सक्राइबर टु हिट द 1K सब्सक्राइबर इन युट्युब. त्यति नै हो. अन्त के भन्नु, मेरो गाउँको मान्छेहरू पनि मैले अब सबै नराम्रो पनि भन्नु खोजेको होइन. तर अब एउटा न एउटा हुन्छ नि त गाउँमा. अब के भन्नु, अङ्कलहरू पनि त्यस्तै हुन्छ, आन्टीहरू पनि त्यस्तै हुन्छ. विशेष गरी आन्टीहरू बेसी हुन्छ के, सिसिटिभी क्यामेरा आन्टीहरू के. मैले फेरि त्यही हो, अब त्यही भएर चाहिँ मैले भिडियो नबनाएको. अब फेरि पछि गएर आमा पापालाई कि अब अप्ठ्यारो हुन्छ भनेर चाहिँ मैले नबनाएको थिएँ. अन्त अब चाहिँ मेरो भिडियो म कन्टिन्यू गर्नेछु. बेसी नभए तापनि म अरुणाचलमा पनि कामै त गर्नु आएको. बेसी नभए मेरो कामहरूमा पनि इङ्गेज हुनु पऱ्यो. बेसी नभए म हप्तामा 2 पल्ट जति चाहिँ भिडियो ल्याउने कोसिस गर्नेछु. अन्त त्यही हो. सरी फर द नोइज पल्युसन, किनभने तल यसको तल चाहिँ उयो छ, रोड छ कि. अन्त पुरा गाडीहरू कुद्छ नि त. त्यही हो, उही छ अरुणाचल गेट. अब तपाईँहरूलाई म कोही बेला देखाउँछु नेक्स्ट भिडियोतिर. त्यही हो.
हप्तामा 2 पल्ट फेरि भिडियो ल्याउने छु। अनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। सबै नेगेटिभ कुरा अगाडि राखेर चाहिँ पोजिटिभ कुरातिर सोचौँ होइन। अब पोजिटिभ कुरातिर अगाडि बढौँ। यस्तो कुराहरू आइरहन्छ बिचमा, हामीलाई नि यही यस्तो कुराहरूले नै स्ट्रङ पार्ने हो के। कस्तो गरम छ कि गाइस, कुरै नगर्नु गरमको त। फेरि म गन्तिर जाउँ है त। Hey guys, welcome back to my YouTube channel once again. अनि आज चाहिँ मैले मुकबाङ लिएर आएको छु। यहाँ चाहिँ छ चिकन चाउमिन, यहाँनिर रोटी, यहाँनिर चिकन फ्राइड राइस, यहाँनिर चिकन, अनि यो भयो अचार, अनि यो पनि अचार। सो यहाँनिर कोक पनि छ अनि पानी। सो लेट्स स्टार्ट द मुकबाङ। सो हामी खान सुरु गरौँ है त। यो चाहिँ छ फ्राइड राइस, मैले अघि नै भनिहालेँ। फ्राइड राइसबाट सुरु गरौँ है। Cool. अचारसँग मुल्य है। चाउमिन पनि खानु। चाउमिन त एकदमै सेलिसकेछ। चपचप चाहिँ झाक चाहिँ चलाउनु आउँदैन, तैँले पनि ट्राई गरेको। Yummy. फ्राइड राइस पनि
अघि बनाएको नि त सेलले पनि सकेछ त्यो क्यामेरा मिलाउँदा के गर्दा फ्राइड राइस चाहिँ सेलिसकेछ मिठो मिठो भएको छ यो फ्राइड राइस यस्तो गरम छ कि गाइस यस्तो गरम छ आज त्यही माथि टन टन घाम लागिरहेको छ बाहिर गयो भने चलेर डाको होला जस्तो गरम भइरहेको छ अब यो चाउमिन चाहिँ म छिटो खान्छु किनभने यो चाहिँ सेलेपछि अठै हुन्छ सानो यस्तै चिकन अन्डाहरू हालेको हुन्छ चाहिँ चिकन हो ब्लगहरू पनि अब बिस्तारै ल्याउने कोसिस गर्नेछु अब त म दुईपल्ट बनाऊँ भनेको भिडियो फ्राइड राइस खाइदै फेरि बिहानदेखि मैले केही खाँदैन नि त यत्रो बिहान खाएको भए चाहिँ खानु सक्दैन थिएँ भुँडी डम्मै भयो खाँदा
तपाईँहरूले पनि बुझिदिनुहोस् होला फर्स्टमा बुकमा गर्दाखेरि त्यही त हो नि सबैको साह्रो पर्छ पछि पछि बाँध्नु हुँदै जान्छ हजुरमा चाहिँ डरलाग्दो साह्रो पर्ने रहेछ त बिहान नखाँदाखेरि पनि डम्मै भइसक्यो खाँदा खाँदै खासमा मलाई चाहिँ हातले कम नमुसेर खान मन परिरहेको थियो भात त हातले कम मुसेर खाएर त मजा आउँछ होइन हातले खायो भने चाहिँ अनि चाउमिन चाहिँ चपस्टिकले कसरी खानु चिप्लिन्छ नि त त्यही भएर चाहिँ मलाई चम्चीले खाएको भात सबै सकेर मासुमा हातले खान्छ आज चाहिँ कोक खाएर कोकले पनि अगाएको जस्तो फिल हुन्छ क्या ढुस्से बनाइन्छ नि त खाँदा खाँदै यसरी नै माया सपोर्ट दिइरहनुहोस् तपाईँहरूले बिहान हेर्दाखेरि 1000 कति भएको थियो सब्सक्राइबर्स यसरी नै माया गरिरहनुहोस् कस्तो गरम क्या सो गाइज मैले चाहिँ आउट्रो गरेको थिएँ तर आउट्रो गर्दाखेरि एउटा फोनमा गर्दाखेरि अर्को फोनमा बसेन रहेछ उडेछ नि त अन्त त्यही भएर चाहिँ मैले आउट्रै देखिनँ फेरि बनाएको अन्त त्यही हो मैले त्यो भिडियोमा चाहिँ खान सकेको थिइनँ किनभने कोक पनि मैले खाएको थिएँ सुरुमै कोक खानु हुँदैन थिएछ मैले कोक खाएँ अन्त त्यही भएर भोलि ढुस्से भएर चाहिँ मैले त्यो चाउमिनहरू खानै सकेन लास्टमा तपाईँहरूले देख्नुभयो कस्तो साह्रो परेको थियो मलाई अन्त त्यही हो अब अर्को भिडियो पनि आउनेछ चाँडै त्यसको लागि चाहिँ तपाईँहरू ट्युन्स भएर बसिदिनुहोस् तपाईँहरू पर्खेर बसिदिनुहोस् अनि त्यही हो अब यो भिडियो चाहिँ अलिकति लामो भएछ मैले अघि एडिटिङ गर्दा हेरेको म बेसी नै लामो बोली पठाएछु त्यही हो अब अर्को भिडियो पनि छिटै आउनेछ त्यसको लागि तपाईँहरूले लाइक सेयर सब्सक्राइब जसले गर्नुभएको छैन मेरो च्यानललाई फर्स्ट टाइम हुनुहुन्छ भने चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला अन्त तपाईँहरूले त्यो बेल आइकन पनि टङ्गै बजाउन चाहिँ नबिर्सिदिनुहोस् भन्ने निवेदन गर्दछु त्यही हो अब अर्को भिडियो पनि चाँडै आउने छ त्यसको लागि चाहिँ तपाईँहरू पर्खेर बसिदिनुहोस् अब छिटै आउनेछ अन्त अरू मैले अब भ्लगहरू पनि छिटै ल्याउने कोसिस गर्नेछु त्यसको लागि चाहिँ तपाईँहरू पर्खेर बसिदिनुहोस् होला ओके अर्को भिडियोमा भेटौँ है त बाई